हजुर नमस्ते सबैजनालाई। आज म हजुरहरूलाई नयाँ एटिएम कार्ड पाइसकेपछि त्यसलाई कसरी एक्टिभेट गर्ने त्यो प्रोसेस सिकाउँछु है त। सबैभन्दा पहिला नजिकको एटिएम मसिनमा जाने र त्यहाँ गइसकेपछि आफ्नो कार्ड हाल्ने। त्यहाँ हालिसकेपछि हजुरहरूलाई पहिला ल्याङ्ग्वेज सोध्छ हैन। त्यसमा चाहिँ ल्याङ्ग्वेज इङ्ग्लिस क्लिक गरिदिने। त्यसपछि चाहिँ तपाईहरुलाई यो स्क्रिनमा ल्याउँछ हैन। यो स्क्रिनमा ल्याएपछि चाहिँ सबभन्दा पहिला चाहिँ तपाईहरुले यहाँ छ नि एउटा जेनेरेट ओटिपी फर पिन, यसमा चाहिँ क्लिक गरिदिनुस् हैन। अनि त्यो गरिसकेपछि तपाईहरुले आफ्नो कार्ड चाहिँ निकाल्नुस्, किनभने तपाईको फोनमा चाहिँ त्यो ओटिपी उनीहरुले पठाएको हुन्छ हैन। त्यो चाहिँ 6 डिजिटको ओटिपी हुन्छ, त्यो चाहिँ रेडी राख्नुस्। त्यसपछि चाहिँ कार्डलाई फेरि एकचोटि एटिएम मसिनमा हाल्नु हैन। अनि तपाईलाई फेरि ल्याङ्ग्वेज सोध्छ, इङ्ग्लिस सिलेक्ट गर्नु हैन। अनि त्यसपछि चाहिँ यसपालिको अप्सनमा चाहिँ यो थर्ड अप्सन छ नि, इन्टर ओटिपी टु चेन्ज योर पिन, यसमा क्लिक गर्नु हैन। यसमा क्लिक गरिसकेपछि तपाईहरुलाई 6 डिजिटको जुन चाहिँ ओटिपी पठाएको हुन्छ त्यो चाहिँ की इन गरिदिनु हैन, टाइप गरिदिनु। त्यसपछि तपाईहरुलाई 4 डिजिटको कुनै एउटा पिन माग्छ हैन। तपाईहरुले सोचेको 4 डिजिटको पिन यहाँ हाल्दिनुस् र एकचोटि फेरि कन्फर्म गर्नु भनेर भन्छ हैन। त्यही 4 डिजिटको पिन चाहिँ तपाईले फेरि एकचोटि यहाँ की गरिदिनु हैन, टाइप गरिदिनु। त्यो गर्ने बित्तिकै तपाईको कार्ड सक्सेसफुली एक्टिभेट हुन्छ हैन। कार्ड निकाल्नुस् र त्यसपछि चाहिँ यदि तपाईहरुले पैसा विथड्र गर्नु पर्यो भने फेरि कार्ड हाल्नुस्, ल्याङ्ग्वेज इङ्ग्लिस सिलेक्ट गर्नुस् र यसपालि चाहिँ यो इन्टर योर पिन यसमा क्लिक गर्नुस् हैन। अनि त्यहाँ क्लिक गरिसकेपछि तपाईहरुले जुन चाहिँ क्रिएट गर्नु भएको पिन थियो त्यो पिन हाल्नुस्। अनि त्यसपछि तपाईले मजाले आफुलाई चाहिएको जति ट्रान्ज्याक्सन लिमिट छ त्यो अनुसारले पैसा मजाले निकाल्न सक्नुहुन्छ है त। दिस इज द प्रोसेस हाउ टु एक्टिभेट योर न्यू एटिएम कार्ड हैन। अब यो भिडियो हजुरहरूलाई युजफुल लाग्यो भने प्लिज लाइक एन्ड सब्स्क्राइब गरिदिनु होला है त। हस्, थ्याङ्क्स फर वाचिङ, नमस्ते, टेक केयर, बाइ बाइ फर नाउ।